यो दुनियाँमा कुनै पनि कुरा स्थायी छैन र तिम्रो दुःख पनि। नथिङ इज परमानेंट इन दिस वर्ल्ड। तिम्रो दुःख पनि एक दिन हट्ने छ। तिम्रो जीवनमा लागेको कालो बादल एक दिन हट्ने छ। तिम्रो सुनौलो इज्जतमा लागेको ग्रहण एक दिन हट्ने छ। सबै कुराहरू समय क्रम अनुसार बदलिन्छन् र तिम्रा दिनहरू पनि। भोलिसम्म पर्खिने कोसिस गर, कसलाई के थाहा भोलि उदाउने सूर्यले के लिएर आउनेछ भन्ने कुरा। हिउँदमा पातहरू झरे भनेर कहिल्यै रुख चिन्तित भएको देखेका छौ? पातहरू झरे भनेर कहिल्यै पनि रुख दुखी हुँदैन, किनकि रुखलाई थाहा छ यो एक मौसम हो। पात झरेका होइनन्, मौसम बदलिएको हो। जे कुरा तिमीबाट छुट्टिएर जान्छ जान देऊ, सम्झ कि त्यो तिम्रो लागि अनावश्यक थियो। आशा गर कि पक्कै निकट भविष्यमा त्यो भन्दा राम्रो कुरा तिम्रो जीवनमा आउनेछ। तिम्रो जिन्दगीमा पनि तुसारो पर्छ, पातहरू झर्छन्, उजाडिन्छ जिन्दगी। धैर्यता कायम राख, छिट्टै बसन्त ऋतु फर्किनेछ। झरेका पहेँला पुराना पाल परेका पातहरूको सट्टामा नयाँ कलिला लहलहाउँदा पालुवाहरू पलाउनेछन्। आज खल्तीमा पैसा छैन, सम्झ कि यो एक ऋतु हो। आज बिरामी भएर अस्पतालको बेडमा लडेका छौ, सम्झ कि यो एक ऋतु हो। आज परीक्षामा असफल भयो, सम्झ कि यो पनि एक सिजन हो। आज जीवन भने जसरी अगाडि बढिरहेको छैन, सम्झ कि यो पनि एक ऋतु हो। अवश्य ऋतु बदलिनेछ, सिजन चेन्ज हुनेछ। परिवर्तन प्रकृतिको नियम हो। समयको क्रम उपक्रमसँगै यहाँ हर कुरा बदलिन्छन्, चाहे जीवित होस् चाहे निर्जीव। जीवित पनि जन्मिन्छ, हुर्किन्छ, बढ्छ, बढाउँछ, मर्छ। निर्जीव ढुङ्गा पनि खिइन्छ, चोइटिन्छ, चर्किन्छ, पल्टिन्छ, गुल्टिन्छ। नदी पनि सागुरिन्छ, फैलिन्छ, पुरिन्छ, गहिरिन्छ। सबै चीजहरू बदलिन्छन् दुनियाँमा। परिवर्तनलाई आत्मसात गर। तिम्रो सुन्दर रूप, गुलाबी ओठ, स्याउ जस्ता गाला, हट्टा कट्टा जिउ, बलिष्ठ हात पाखुरा, भरभराउँदो जवानी, सबै थोक बदलिन्छन्। याद राख्नु, सुन्दर तिम्रो रूप होइन। याद राख्नु कि सुन्दर तिम्रो रूप होइन, सुन्दर तिम्रो समय हो। सबैभन्दा उत्तम कदम। दर्शकवृन्द नमस्कार। सदैव जीवनमा प्रेरणाको आवाज बोलिरहने यहाँहरूकै सहयात्राको साथी मोतीराजलाई सदाझै आज पनि म यहाँहरूको समक्ष अति रोचक, मननीय, सोचनीय, जीवन उपयोगी जीवन र जगतका कहानी, कथा व्यथा समेटिएको एक उत्कृष्ट मोटिभेसनल र अति सन्देशमूलक भिडियो लिएर यहाँहरूमाझ उपस्थित भएको छु। दर्शकवृन्द, विषय प्रवेश गर्नुभन्दा अगाडि यहाँहरूले अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरी हाम्रो सदस्य बन्न सक्नुहुन्छ। यानि कि यस्ता खालका प्रेरणा, मोटिभेसनल, एजुकेसनल र जीवन उपयोगी सामग्रीहरू यहाँले सदैव पाइरहनुहुन्छ र यस्ता खालका सकारात्मक कुराको खोजी र चासो दिने व्यक्तिहरूमध्ये तपाईँ एक हुनुहुन्छ। तसर्थ यस्ता जीवन उपयोगी सन्देशलाई संसारभरि प्रभाव गर्ने हाम्रो अभियानमा साथ दिइरहनुहोला। यदि गर्दा यहाँलाई त खासै फरक नपर्ला, तर मलाई भने अति नै हौसला र यहाँहरूको साथ मिल्नेछ। सबैभन्दा उत्तम कदम हो परिवर्तनलाई आत्मसात गर्नु। ऋतुहरू फेरिनेवाला छन्, प्रत्येक ऋतुलाई खुला हृदयले स्वागत गर्नु। समयलाई चिनेर अगाडि बढ। आज जुन समय तिमीसँग छ भोलि नरहन सक्छ। आज जुन अवसर छ भोलि गुम्न सक्छ। आज जुन जीवन छ त्यो पनि त खरानी बन्न सक्छ। तिमी जहाँ छौ त्यही रमाउन सिक। जुन समय उपलब्ध छ त्यसैमा खुसी हौ। आखिर जिन्दगी दियो जस्तै न हो। आखिर जिन्दगी दियो जस्तै न हो। दियो तेल सकिएर मात्र होइन, हावा चलेर पनि त निम्न सक्छ। जिन्दगी जुनसुकै बेला निम्न सक्छ सधैँका लागि। अनि खोइ कहाँ गयो हिजोको गुनासो, खोइ कहाँ गयो शिकायत, खोइ कहाँ अस्ताए ती झगडा र वैमनस्यताहरू, कहाँ बिलाए घमण्ड र तुजुकहरू। बस आफ्नो कर्तव्य पथमा निरन्तर अगाडि बढिराख। आफ्नो धरतीमा आउनुको उद्देश्यलाई चिन। चेस खेलमा गोटीहरू खेलुन्जेल त हो, त नोकर त मन्त्री म राजा भन्ने। जब खेल खत्तम हुन्छ सबै गोटीहरू एकै डिब्बामा थन्काइन्छन्। जिन्दगी बाँचिरहँदा यो ठुलो यो सानो, यो सफल यो असफल, यो धनी यो गरिब, यो राम्रो यो नराम्रो। जब जिन्दगी समाप्त हुन्छ धरतीका अगाडि सबै एउटै हो। सबै मिल्नु छ एक दिन शून्यमा, मिसिनु छ माटोमा। बाँचुन्जेल चाहे जति अग्लो महलमा बस, चाहे जति होचो झुपडीमा, मरेपछि त न अग्लो चिहान न त होचो चिहान। चिहान सबैको भुइँमै हुन्छ, जहाँ कुनै अग्लो होचोको लेबल हुँदैन।
प्रिय साथी, यसको अर्थ जिन्दगीको अँध्यारो पक्षलाई मात्र उजागर गर्न खोजेको होइन, केवल तिमीलाई रियालिटीसँग भेट गराउन खोजेको हो। तिम्रो जीवनमा अनेक सिजनहरू आउनेछन्, आफूलाई प्रत्येक मौसमका लागि तयार गरिराख। जिन्दगीको मौसममा रहँदै खन खन रोप फुलाऊ, पर्खन नकसेकन काल निष्ठुरी, हाय यसै ननिदाऊ। रोप रोप हे बिउ सब अहिले, अन्न फलोस् पछिलाई, नरुनु पछाडि आउँछ जहिले हिउँद कडा तिमीलाई, नरुनु पछाडि आउँछ जहिले हिउँद कडा तिमीलाई। लक्ष्मीप्रसाद देवकोटाको जिन्दगीको मौसम कविताले पनि समयलाई समयमै चिन्नको लागि झकझकाइरहेको छ। प्रिय साथी, परिवर्तन दुई किसिमको हुन्छ, एउटा सकारात्मक, अर्को नकारात्मक। तिमी सधैँ सकारात्मक परिवर्तनतिर ध्यान देऊ। सकारात्मक परिवर्तनको अर्को नाम हो प्रगति। हिजोको तिमी र आजको तिमीमा परिवर्तन त अवश्य हुन्छ, तर प्रोग्रेस भयो कि भएन? हिजो जति समाज सेवा गरेका थियौ, हिजो जति धन कमाइरहेका थियौ, हिजो जति अङ्क ल्याइरहेका थियौ, हिजो जति प्रसिद्धि कमाइरहेका थियौ, हिजो जति प्रगति गरिरहेका थियौ, त्यो भन्दा आज बढी गर्दैछौ कि कमी? सधैँ हिजो को आफूभन्दा बेटर बन्ने कोसिस गर, हिजो भन्दा अधिक मेहनत गर, हिजो भन्दा एक्स्ट्रा आइडिया लगाऊ, हिजो भन्दा खुसी हुने कोसिस गर। परिवर्तन हुनु ठुलो कुरा भएन। परिवर्तन त तिमी बिना प्रयत्न पनि हुन्छौ, तर प्रगति गर्न प्रयत्न चाहिन्छ। तिमी हिजो 80 किलो थियौ, 1 महिनापछि 90 केजी भयो। परिवर्तन त भयो नि, तर यो परिवर्तन सकारात्मक भएन। हिजो निरोगी थियौ, आज रोग लाग्यो। परिवर्तन त भयो नि, तर सकारात्मक भएन। हिजो स्वस्थ जिन्दगी बाँचिरहेका थियौ, आज कुलतमा फस्यौ। परिवर्तन त भयो नि, तर सकारात्मक भएन। सधैँ जीवनमा सकारात्मक परिवर्तन ल्याउने कोसिस गर। कोसिसका बावजुद पनि नहुनु दोस्रो कुरा, तर कोसिस नै नगर्नु ज्यादै नराम्रो कुरा। कतिचोटि तिम्रा बाचाहरू झुट्टा भए। हिजो तिमी भोलिबाट गजबले पढ्छु भन्यौ, आज पढेनौ। हिजो तिमी डाइटिङ गर्छु भन्यौ, आज गरेनौ। हिजो तिमी नयाँ काम सुरु गर्छु भन्यौ, आज सुरु नै गरेनौ। हिजो खराब बानी त्याग्ने छु भन्यौ, आज जस्ताको तस्तै छौ। तिमी आफ्नो वचनमा हारिरहेका छौ। हिजो जे गर्छु भनेका थियौ त्यो आज गरेनौ भने भोलि जे गर्नेछु भनिरहेका छौ त्यो कसरी गर्नेछौ भनेर विश्वास गर्नु। प्रिय साथी, जे गर्न सक्दैनौ त्यो गर्छु भनेर बाचा नै नगर, तर जे गर्छु भनेर कसम खान्छौ त्यसलाई जुनसुकै हालतमा पूरा गरी छाड्ने बानीको विकास गर। बरु साना साना परिवर्तनबाट सुरु गर। जब सानो काम पर्फेक्ट तरिकाले गर्नेछौ त्यो कामको सम्पन्नताले तिमीलाई त्यो भन्दा ठूलो काम गर्ने हौसला दिनेछ। सानोबाट सुरु गर, तर सुरु गर। सुरुवात नै कामको सम्पन्नताको झलक हो। समय अनुसार आफूमा निखारता ल्याउँदै जाऊ। पुरानै आदत र विश्वासले नयाँ जिन्दगीको नक्सा कोर्न सक्दैन। अनुभवबाट सिक्ने कोसिस गर, तर आफ्नो अनुभवलाई प्रगतिको बाधक बन्न नदेऊ। कहिलेकाहीँ तिम्रै अनुभव तिम्रो बाधक भइदिन्छ। कुनै बेला जब इन्टरभ्यू दियौ तिम्रो नाम निस्किएन, अब तिमीले त्यो तीतो अनुभवलाई जिन्दगीभरि बोकेर हिँड्न थाल्यौ। म इन्टरभ्यूमा नाम निकाल्न नसक्ने मान्छे रहेछु। कुनै बेला जाँच दियौ, जाँचमा असफल भयो, अब त्यही अनुभव बोकेर हिँड्न थाल्यौ। म जाँच पास गर्न सक्ने मान्छे होइन रहेछु। कुनै बेला प्रेममा असफल भयो, तिमीले त्यही एक्सपिरियन्स बोकेर हिँड्न थाल्यौ कि म प्रेम पाउन योग्य व्यक्ति होइन रहेछु। कुनै बेला बिजनेस सुरु गर्यौ, बिजनेस डुब्यो, अब तिम्रो अनुभवले कहिल्यै पनि भविष्यमा अर्को बिजनेस सुरु गर्ने बाटो दिएन। हो यस्तो अवस्थामा आफ्नो विगतलाई बिर्सिने आँट गर। विगतको तिमी पो असफल भएको त। समय क्रमसँगै तिमी फेरिएका छौ, क्षमतावान भएका छौ, बदलिएका छौ। जुन काम विगतमा गर्न सकेनौ अहिले अवश्य गर्न सक्छौ, किनकि तिमी अहिले निकै सामर्थ्यवान भएका छौ। विगतका तीता अनुभवलाई भविष्यको सुनौलो बिहानी बिगार्ने अनुमति नदेऊ। विगतबाट सिक, तर विगत नै बोकेर नहिँड। विगत भनेको भूत हो, पास्ट भनेको भूत हो। यदि भूतलाई नै बोकेर हिँड्न थाल्यौ भने यसले तिमीलाई पटक पटक तर्साइरहनेछ र भविष्यमा कुनै पनि काम निर्धक्क भएर गर्न दिने छैन। त्यसैले आफ्ना तीता र असफल अनुभवबाट मनज्ञ सिक्ने कोसिस गर। जसले पनि भूल गर्छ जिन्दगीमा, तर भूललाई दोहोर्याउने मूर्खले मात्र हो। गल्ती दोहोर्याउने काम नगर, तर गल्ती नगर्ने भन्दैमा प्रयास गर्न बन्द नगर। एक दिनको असफलतालाई सधैँको असफलता नठान। आफ्नो धारणालाई बदल, आफ्नो विश्वासलाई बदल। सधैँ मैले गर्न सक्छु भन्ने आत्मविश्वासको कवच धारण गर। दर्शकबिन, यहाँलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा अवश्य पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र आफ्नो साथीहरूलाई पनि सेयर गर्न नभुल्नुहोला। तपाईहरू जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, सुखी रहनुहोस्, आपसमा माया बाँडेर अगाडि बढ्नुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्।
मस्त रहनुहोस्, सकारात्मक मार्गमा आफ्ना पाइलाहरू चाल्नुहोस्। हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यतिजेलसम्मको लागि म आज्ञा चाहन्छु। नमस्कार।